जागे नेपाली निर्वाचनको झन्डाली किरात खण्डको किराती मङ्गरात खण्डको मङ्गराती। नमस्कार सबैजनालाई। आज म तपाईलाई एउटा विशेष गरेर एउटा केही कुरा चाहिँ भन्न गइरहेको छु र त्यसबारे बताउन गइरहेको छु। यो लगभग कति समय तपाई कति वर्षको हुनुहुन्थ्यो अरे त्यतिखेर? 10-11 वर्षको हुनुहुन्थ्यो अरे। उहाँ चाहिँ अहिले 80 वर्ष हुनुभयो हैन तपाई? 80 वर्ष हुनुभयो हाम्रो बाजे हैन। उहाँ चाहिँ त्यही 10-11 वर्ष हुँदाखेरि जब चाहिँ निर्वाचन टोली चाहिँ यहाँ गाउँमा आएको थियो अरे र त्यतिखेर चाहिँ विभिन्न यस्तो खाले सन्देशहरू यस्तो मार्मिक गीतहरू एउटा मिलाएर चाहिँ एकदमै राम्रो चाहिँ यो सन्देशमूलक जस्तो कि यो घटना कतिखेरको भन्दाखेरि यो 2007 साल पछिको राणा शासन जब अन्त्य भयो त्यो पछिको कुरालाई र यो त्यो पछिको सम्पूर्ण कुरालाई चाहिँ समेटेर चाहिँ एकदमै भावी कुरामा सोच्ने जस्तो कि भविष्य उन्मुख कुरालाई चाहिँ यहाँ उ गरेर यो भनिएको रहेछ गीत। अब तपाईले त्यो कसरी सुन्नुभयो, कसरी थाहा पाउनुभयो त्यो गीत? त्यो कहाँ सुन्नुभयो? कसले भनेछ यो त्यो गीत? कसले भने हो गीत? रामकान्त हो, रामकान्तले हो। उहाँले चाहिँ गाएको सुन्नुभएको रहेछ र त्यहाँ गएर उसँग गाई लाग्नु भएको पनि रहेछ उहाँ। र अब चाहिँ तपाईँ त्यो सुनाउनु, त्यो गीतको अर्थ के हो बताउनु। ल तपाईँ अब त्यो गीत गाउन सुरु गर्नु। जागे नेपाली निर्वाचनको झन्डाली किरात खण्डको किराती मङ्गरात खण्डको मङ्गराती। श्रीपाली र डोट्याली मोरङदेखि कैलाली तराई खण्डको ठाडु दाई हिमाल खण्डको भोटे दाई। भुतका चाल चलाउन घरमा बत्ती बालाउन युगले कोल्टो फेर्नलाई विषले नेपाल हेर्नलाई। उहिले तिमी जागेथ्यौ अधिकार राम्रो मागेथ्यौ रक्तको तातो भलले बिजुली जस्तो जलले ल्याएको प्रजातन्त्र गहना तिम्रो जन्तर। नछोडो खाला भन्नु छ नछोरी खाली भन्नु छ मर्ने बेला भइसक्यो कालको घडी गर्नु छ। लौ नानी सुन न मनले मात्रै गुण होचरो अल्को मिलाउनु कर्मको भाडा दिलाउनु। लौ हजुर लौ। यति कुरा यति हो। ल यति मलाई आएछ। ल पक्नु तपाईले यो जुन सुन्नुभयो यो गीतमा चाहिँ के कुरा भनिएको छ, कस्तो कुराहरूलाई चाहिँ समेटेको छ एकदम सरल भाषामा भन्नुपर्दा यस्तै के भनिया रहेछ, कस्तो भनिया रहेछ? लगभग हाको डाको पनि अप्किएको समय छैन बुझ्नु भयो भने समय पनि बुझौँ। अहिलेको पछिको समय बुझौँ, उही बेला जमाना पनि बुझौँ, अहिले पनि बुझौँ। हाको डाको हप्कियो समय छैन बुझ्नु भयो। गरेको गरान्ती काम लाग्छ। मैले आँटेको काम पुग्छ भनिहाल्छ। चुलीमा नौलो घाम लाग्छ, नौलो घाम लाग्यो त अहिले नयाँ समय आउन लाग्यो। नयाँ समयको सुरुवात भयो, नयाँ कुराको थालनी हुनेछ। जस्तो कि बिजुली बत्ती बाल्ने बिजुली बत्ती आउनेछन् हैन। अब बिउडस्का लाग्ने छ, कालोको घडी गन्नु छ। क्या हुजौ आज आयो हाम्रै देखाला आयो हो। त्यस्तो कुरा रहेछ। मतलब यो गीतमा चाहिँ भनिएको कुरा भविष्यदर्शी रहेछ। भन्नुको मतलब भविष्यमा हुने कुरालाई चाहिँ अगाडि चाहिँ लयको रूपमा भनिएको रहेछ हैन। त्यही त हो त्यो कुरा भयो। तपाईले बुझ्नुभयो त्यतिखेर। अब कसरी तपाईले कण्ठ गर्नुभयो यो गीत कण्ठै गर्नुपर्छ भनेर तपाईँ कसरी लाग्नुभयो? त्यो कण्ठ गर्छु भने उहिले नै आउँदैछु मेरो एकचोटि सबैले पढेर एका दिग जुम्न आउनु 29 गते आउनु भने रामकान्तले म गइनँ। बच्चा भाइ नानका सोचेर मैले गइनँ। आफ्नो भविष्य बिगारेँ मैले। त्यस्तै नातिकन भविष्य नबिगाड भन्दैछौँ। क्यारी हुने हो सबैलाई समेटु भन्यो। हजुर नमस्कार छ। ल लाइक कमेन्ट गर्नु होला भन्नु। लाइक कमेन्ट सेयर गर्नु होला भिडियोलाई। सेयर दिनु होला। नातिको जय जयकार होइजाओस्। ल तपाईँ जय होस्, मेरो धर्म चलाइदिनुहोस्। ल ठिक छ। उहाँले जानेको कुरा केही भन्नुभयो होइन। ल ठिक छ। ल हामी अर्को भिडियोमा भेटौँला। ल साथीहरू बाई बाई।